तपाईँले एकदम राम्रो काम गर्नुभएको भए तपाईँलाई सत्ताबाट हटाउने खेल पनि हुन्छ। जस्तो नेपालमा मेलम्चीमा कत्रो भ्रष्टाचार भयो। तपाईँलाई टियुमा आज हुने भ्रष्टाचार भनेको के हो? खालि भूराजनीति मात्रै बुझ्ने भनेर तपाईँले सुशासन नदिने नागरिकलाई अनि के अरे भ्रष्टाचार गर्ने, अकुत सम्पत्ति आर्जन गर्ने, यी कुरालाई फेरि नजरअन्दाज गर्नु फेरि ती कुरालाई पनि भूराजनीतिसँगै जोड्न सकिन्छ, सक्नुपर्छ। फेरि ती भूराजनीतिबाट अलग छैनन् कि। तपाईँ मलाई एउटा सानो इक्जाम्पल यो तपाईँले जनतालाई सुशासन दिएको भए होइन, भ्रष्टाचार कम गरेको भए, अकुत सम्पत्ति आर्जन नगरेको भए, अलोकप्रिय नभएको भए त जल्थ्यो त, केही हुन्थ्यो? यो सरकार विरुद्ध कोची आउँथ्यो र राजनीतिले पनि कहिलेकाहीँ के हुन्छ भने तपाईँले एकदम राम्रो काम गर्नुभएको भए तपाईँलाई सत्ताबाट हटाउने खेल पनि हुन्छ। त्यो अर्कै कुरा हो। संसारमा त्यो थुप्रै ठाउँमा भएको छ। जस्तो युगोस्लाभियादेखि लिएर तपाईँ लिबियासम्म जानुभयो भने त्यो प्रक्रिया भएको छ क्या। लिबियाको वेलफेयर सिस्टमदेखि लिएर त्यसमा त्यो अलगको त्यसमा बेग्लै बहस गर्नुपर्छ। तर आजको भ्रष्टाचार भ्रष्टाचार भूराजनीतिसँग जोड्नु पर्दैन भने मैले भूराजनीतिसँग उदाहरणको लागि तपाईँलाई म एउटा सिम्पल कुरा, जस्तो नेपालमा मेलम्चीमा कत्रो भ्रष्टाचार भयो एकछिनलाई भन्नु। मेलम्ची जुन ब्याङ्कहरू पैसा ल्याइएको छ त्यो भ्रष्टाचार हुने मेलम्ची भनौँ, अर्को नै त्यहाँ पोखराको अन्तर्राष्ट्रिय विमानस्थल भनौँ, सबैभन्दा हामीले दुःख भएको त मेलम्ची हो नि त। एकछिनलाई त्यो त छोटो हो, त्यसको समय हेर्नुहुन्छ मेलम्चीको तुलनामा त्यो त एक दिन हो क्या, यो त वर्षौँ हो नि त होइन। त्यो मेलम्चीमा किन भ्रष्टाचार भयो र भ्रष्टाचार विरोधी ठुलो अभियान चलाउने, भ्रष्टाचारी सरकारलाई पैसा दिन्न भन्ने ब्याङ्कहरूले पनि मेलम्चीमा लगातार पैसा किन दिइराखे? एसियाली विकास ब्याङ्क एडिबीले किन दिइराखेको? त्यो भने जापान हो क्या। एडिबी भने मूलत जापान होइन। एकछिनलाई तपाईँले बुझ्नु पनि मेटाफोरिक खतम। यो किन पैसा दिइराखे त? तेरो भ्रष्टाचार म पैसा दिन्न भन्थ्यो होला नि त। यो सिङ्गो राज्य प्रणालीदेखि कर्मचारीदेखि नेताहरू सबैलाई भ्रष्टाचारको दलदलमा कसले हाल्यो त? त्यसो भए उदाहरणको लागि त्रिभुवन विश्वविद्यालयमा जुन भ्रष्टाचार भयो भन्यौँ नि हामीले, कुन प्रकृतिको भयो? टिकाजी एकछिनलाई ल तपाईँलाई म इक्जाम्पल दिन्छु। तपाईँलाई टियुमा आज हुने भ्रष्टाचार भनेको के हो? हिजो भिसी रजिस्ट्रार बनाउने कुरामा किन चाहिँ त्यो रसाकसी हुन्थ्यो भन्दा टियु अन्तर्गतका हाम्रो शिक्षालाई निजीकरण गरिएको थियो। एफिलिएसन बाँड्नु पऱ्यो, एफिलिएसन बेच्नु पऱ्यो। मेडिकल कलेजदेखि इन्जिनियरिङ कलेजलाई एफिलिएसन बेच्ने प्रक्रियालाई सघाउने गरी भिसी रजिस्ट्रार बनाउने प्रक्रिया थियो नि एउटा लामो समय होइन। अहिले त्यो मत्थर भएको छ। युजीले त्यो प्रक्रियालाई अलिअलि रोक्न खोजेको छ। त्यो किन भयो त? आज त्रिभुवन विश्वविद्यालयमा हुने भ्रष्टाचार किन भयो होला भन्नु? त्यसमा हिजो एक खाले भ्रष्टाचार हुन्थ्यो भने अहिले भएको भ्रष्टाचार चाहिँ के हो भन्दा शिक्षालाई निजीकरण गरेपछि उत्पत्ति भएको भ्रष्टाचार, ठुलो भ्रष्टाचारको हिस्सा है। तर त्यो किन हुन्छ भन्दाखेरि निजीकरणको प्रक्रिया, शिक्षाको निजीकरणको प्रक्रियाले सार्वजनिक विश्वविद्यालयहरूमा भ्रष्टाचारको ठुलो स्पेस के गर्छ? जन्माइदिन्छ क्या।